यो म ड्युटी गएको के त्यसले मलाई कपाल नकाट भन्दैछ क्या ड्युटीमा फेरि कपाल नकाटी हुँदैन अब यताबाट आज चाहिँ हल्का घाम लाग्यो है रमाइलो छ तिम्रो राशिफल कुन हो भाइ मेरो सिंह सिंह मान्छे चाहिँ मुसा जस्तै न आँट न केही कपाल हेर्नु न यता हेर न फेरि राजासँग होला यो जस्तो सङ्गत त्यस्तै त्यो फल भन्छ नि यो ठ्याक्कै यहाँनिर छ क्या मसँग है र मैले यहाँ ओर छेडेँ यता नछेडी नसक्ने हो अस्ति लगेर भ्लाट्टै हनाएको 2-4 दिन तल पऱ्यो अहिले चाहिँ ठिक ठाउँमा आउँदैन त्यो सुनेर न अब हिँडा हेरौँ न अनि यस्तो छ सङ्गतको असर चाहिँ यसरी पर्दो रहेछ है मैले सुनेको मात्रै थिएँ अब चाहिँ आफै पनि देख्दैछु त्यही भएर तपाईँहरूले केटा हो को छ होइन सङ्गत चाहिँ राम्रो गर्नु है राम्रो गर्नु यो मतलब यो ओठ छेड्नु ओर्नु यस्तो नराम्रो सङ्गत होइन अब यो यस्तो ओठ छेडेर रक्सी खाएर दङ्गल मचाउने चाहिँ त्यो चाहिँ नराम्रो हो कि अब हेरौँ न ओठ छेडेको छ कपालहरू त्यस्तै छ मान्छे हेर्नु डर लाग्दो त्यस्तै छ होइन तर पनि कस्तो इमान्दार छ ट्रिफर चलाउँछ रिस उठ्यो भने फेरि त्यही हो नम्बरहरू याद गरिराख्छ त्यतिसम्मको चाहिँ छ केटाहरू अब आज फेरि शनिबार सबै छुट्टी रहेछ सुबास त्यो चस्मा सुँगुरलाई चस्मा लाउँछ नि त्यो उयाँनिर थाहा छ तिमीलाई त्यो त अहिले फेमस भएछ नि म त यो त झापा कि कुनै के भनेको त भाइरल बोय पो हो त झापा फुड एन्ड बार के अरे फुड एन्ड बार के छ नि यहाँनिर हौ त्यहाँको म भाइरल बोय हो क्या के हान्ने तिर हान्नेमा तिर मात्रै हानिदिएको म त अनि भाइरल त भइहाल्यो कि केटाहरू तिरै छ ऊ मन्दिर दाईहरू पनि ऊ त्यही बसिरहेको छ